दिदी मलाई त रिङ लाइट एकछिन दिनु न के गर्छु लाइटमा हो ल सोल्टिना अब धेरै स्कोरले हारेको नि होइन क्या हामी ओके बल्ल खाइ यसलाई भन्छ ओभर कन्फिडेन्स ल ओभर कन्फिडेन्स ढुक्क भएर बस्दिरह क्या सोल्टिना ढुक्क भएर बस्दिरह कसरी गर्ने टाउको तल खुट्टा माथि गर्ने टाउको यही कटुलार गर्न भनेको क्या मैले अघि यार अहिले कटु हुन्छ क्या फेरि पानीले भिजेर अहिले आइडी जान्छ फेरि मेरो गाइस team guys come on rapa teri tamaka itu okay Halo bro, respect. खोले हो ल ठिक छ ल फुल फ्रेममा आउनु पर्यो टाउको तल खुट्टा माथि छ तो सावर तिम्रो पिछडामा झर्न पर्यो जेली अरे कसले गाइस फुल फ्रेममा आउँछ त गाइस नाच्दिनुस् न के टिपिन्छ ल हो मलाई पनि यस्तै भयो त के हो लु गर्ने यहाँ खुरुको लाएर के को चिप्लिने हामीले गरे हैन हाम्रो गरे यसरी गर्ने लास्टमा चिप्लिने भनेर हुन्छ गर सोल्टिना के नभए 2-3 मिनेटमा गर्नै पर्छ ल चिप्लुस हामीलाई बाल हामी यहाँ अन्डा फुटेर छर्र कामिरा छौँ म यार के भयो नाकमा पस्यो हुन्छ यो हुन्छ पनिसमेन्ट इजी भयो मैले दिन्थे इजी भयो मैले दिन्थे पनिसमेन्ट इजी भयो मैले दिन्थे म अगाडि नै टाउको तल खुट्टा माथि गर्छु दिदीले भनिदिन्छ ल लु दिदी भएको काम छ क्या त्यहाँ हाम्रो श्रीमती त पनिसमेन्ट गर्ने बेला कहिले पनि हेल्प गर्दिनन् उसको त कमसेकम दिदी रहेछ नि यार हाम्रो श्रीमती त कोहीसँग लाइभमा जिस्किने बित्तिकै सिसी क्यामेरा अस्ति हेर्दै बस्छ अर्को दिन सुनाउँछ मलाई फेरि तँ केटी को किन धेरै बोलेको उसको त रहेछ त अनि हेर्ने मान्छे ए मेरा बा यस्तो कम्मल ओछार यार साला केमा सुत्नु त अनि अर्को को कति राम्रो ए नै सरी केही नभने 2.5 छोरी मान्छे हो गाह्रो हुन्छ 2.5 मिनट 3 मिनट हुनै पर्छ किनभने 57,000 कति स्कोर आएको छ हाम्रो ओ सावर तिम्रो शरीरमा खल्नु पर्यो दिस इज द वाइ हो अब धारा खोला
आज भी है पानी 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 और दिन भी सानी 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 आ जाओ मैले पानी पानी खै भने पानी त वाटर यार पानी कहाँ छ के आकाशतिर फर्केर पानी मान्छे खै पानी पानी को दोस्रो धनी देश नेपाल हो यो पानी को दोस्रो धनी देश नेपाल हो खै पानी कस्तो बाल्टी पानी हुन पर्ने खै पानी खसेको खै नाका पसेको कि कुना कच्चा पस मलाई के मतलब पानी खसेको छैन यार एकचोटि क्यामेरा नजिक लग्यो पानी देऊ त हाम्रो आँखा यस्तै हो कि भित्तो सेतो भएर नदेखेको कि खै पानी ए बरै एक गाईले मुती जस्तो के हो यार पानी तेरे पानी चित्त बुत्त भएन क्या यार देख्छौ त अनि तिमीले चाहिँ मलाई ड्याङ हिलो खाँदा म देखिन 5वटा अन्डा टाउका त्यो 5वटा अन्डा पकाएर श्रीमतीलाई दिएको भए प्रोटिन हुन्थ्यो मेरो पेटको कति राम्रो हुन्थ्यो पानी त भएन यार यति पानी म मुत्नी अब त्यहाँ गएर मुत्नी क्या बोले भाई क्या बोले पानी यति हो गाइस क्या बोले भाई क्या बोले के छ थाहा बोले के बोले भाइ के बोले के बोले के बोले भाइ के बोले के छ थाहा बोले के बोले भाइ मुत्नी मैले ल मुद्दे बोल्न सकिन्छ पनि छैन के बोले भाइ के बोले भयो भयो तर खासै मेरो दर्शक चित्त बुझेनका दर्शकलाई अब यो पानी पनि खुवाउनु पर्ने यति थोरै पानी पनि यार तलबरु राम्रो आयो यार अनि तल राम्रो आएर यस्तो गरेर बस्छ त हुने यस्तो गरेर हो यो खोलेको पानीमा गर ल त्यत्रो 57,000 स्कोर आएको छ हामी त छोड्दिनौँ यार अलिकति गर यार 55,000 आएको छैन त 54,000 एक कोइन भए पनि यार जित भनेको जित्यो हो के मेरो दर्शकलाई तो ल्याङले गरेको 1 मिनेट गर हो तल्लो पानीको गर्दा हो एमा अलिकति घोप्टो गरेर उठ्छु हो हो ए पानी अंदर जा रहा है के भयो यता पनि पसो रे तर गाह्रो त गाह्रो हुन्छ है नाकभित्र पानी गयो भने त कस्तो हुन्छ हुन्छ बिकन ल भयो ल ल पाइ ल राम्रोसँग बस ल भोलि आउँछौ कि नै आउँछु नि किन कमल फाले हो र कमल किन्ने त पैसा कमाइसक्यौ कमल फाले जस्तो गर्छ कमलको फ्याक्ट्री किन्ने त पैसा कमाइसक्यो पागल ल सोल्टिन आजलाई गयो ल बाई बाई गुड सरी बाई